नमस्ते गाइज। आज चाहिँ घरमा खरबुजा काटेर खान लाग्यो। घरमा कोही छैन, फ्यामिली कोही छैन, तै पनि हैन एक्लै भयो नि, अब खानु त पर्यो। नमस्ते, तपाईहरुले मेरो युट्युब च्यानललाई लाइक सब्स्क्राइब गरेर आजको दिनसम्म चाहिँ सब्स्क्राइब गरेर 900 जान भएको छ हैन, त्यसको लागि धन्यवाद। अब चाहिँ पनि सबैले थाहा छैन मेरो युट्युब च्यानल, त्यही भएर सबैले पछि अब गर्छ होला भने आशाका साथ आज चाहिँ खरबुजा डे, बिदाको दिनमा खरबुजा भएर यस्तो घाम लागेछ, खरबुजा काट्ने खाने। यो जापानमा चाहिँ खरबुजा चाहिँ अलि महँगो नै गर्छ, यो नेपालमा भएको भएर ओइ यस्तो यस्तो छ, यस्तो नेपालमा भएको भए त हैन यो खरबुजा लगभग 300 रुपियाँमा त पाउँथ्यो होला, यहाँ त्यही 10 गुणा बढी हुन्छ हैन। जे पनि 10 गुणा बढी छ के जापानमा। आज घरमा चाहिँ म एक्लै छु, साथी पनि छैन हैन, साथी पनि हुनुहुन्न। साथीले भरे खान्छ, सालो पनि छैन, सालोले पनि भरे खान्छ। अब म चाहिँ काटेर म काट्नै गाह्रो हुँदैछ। म खरबुजा, त्यो खरबुजा काट्नेले कसरी काटेर दिन्छ होला है, काट्नै नआउँदो रहेछ। हेर न, यो पनि सिप चाहिन्छ है काट्न पनि, सबै कुरा सिप चाहिन्छ गाइस, कसरी के गर्ने भनेर हैन। यसरी खाना माई कस्तो गुलियो। मैले आजसम्म यस्तो खरबुजा खाएको छैन। मैले नेपाल जाँदा पनि यस्तो त्यो बाटोमा तताउँछ नि त, त्यो गाडीमा राख्छ अनि त्यो तातिन्छ, अनि त्यो खासै मिठो हुँदैन क्या। यो त ठिक्क चिसो पनि छैन, तातो छैन। कति मिठो भएको। यत्रो ठुलो खरबुजा त खान सक्दिनँ। अब यसलाई चाहिँ हामीले यो खरबुजा चाहिँ यसरी खान त सक्दैन नि त, यो दानाहरू सबै खान्छ नि त। अब यसलाई फेरि भोलि पर्सि खानालाई यस्तोमा राख्ने, यस्तोमा राखेर कुहिँदैन हैन, यस्तोमा राखिदिने अनि डिप फ्रिजमा राखिदिने हुन्छ क्या, किनकि बट्टा मात्रै उस हुन्छ, भित्र के गर्न। आज मेरो बुढी भएको भएर त्यसले सबै खान्थ्यो। मेरो बुढीले त्यसरी मनपर्ने खरबुजा। अब बुढी आएपछि नि एउटा खरबुजा त किनिदिन्छु म। मैले मात्रै खाएर त भएन। यो कसरी खाने आमा? घाम तापेर खानुपर्छ। अब खोलामा लगेर जानुपर्छ, खोलामा लाने खाने। खोले साग टिप्ने आउने, फेरि खोले साग पकाउने खाने। यो मात्रै 3 किलो छ क्या, यो जम्मा 7 किलो जति छ क्या यो खरबुजा।
मान्छेले चाहिँ काटेर होइन खरबुजा चाहिँ काटेर त्यो डल्लो डल्लो चपचप गरेर खान्छ होइन। तर त्यो खानु मिठो होइन, यसरी खानु मिठो हुन्छ क्या। सबै खरबुजा यस्तो मिठो हुँदैन क्या। आजभोलि खरबुजा पनि हेरी हेरी हुन्छ, कुनै खरबुजा मिठो हुन्छ, कुनै खरबुजा मिठो पनि हुँदैन, गुलियो हुँदैन। त्यही भएर खरबुजा नि हेरी हेरी हुन्छ। हामी चाहिँ जुन सस्तो छ त्यो हेर्छौँ होइन। खरबुजा खास भन्यो भने सस्तो खरबुजा चाहिँ मिठो हुँदैन, यसको नि ब्रान्ड हुन्छ होइन। यति त म थाक्यो म त। भात बरु बाहिर घाम लागि चाहिँ चरक्क होइन। अब हेर न भित्र फेरि खरबुजा खाएर खास चाहिँ बाहिर 3-4 जना मिलेर खाने हो होइन। बाहिर जस्तै खोलाको छेउतिर गएर पार्कतिर गएर खाने खाऊ यो हो। आज चाहिँ हामी 2जना मिलेर 3जना मिलेर काटेर खाने भनेको 3जनै सँगै भएन। दाइ नि आफ्नै काममा गयो अनि इतना मिठा यति मिठो खरबुजा चाहिँ मैले एकदम खाँदैन। यो कालो कालो छ नि यो गेडा, मान्छेले यो गेडा झिकेर खानुपर्छ भने झिकेको गेडा खायो भने केही हुँदैन है। यो गेडा खायो भने झन् राम्रो हो। मेरो जिउमा जति नै आउँछ दिनमा 1 किलो त खाना खान्छ होला। बिहान मैले किन धेरै खाना खान्छ होला, म अचम्मै पार्छु, अचम्मै लाग्छ। पहिलो गएर खानै जन्मिया हो कि जस्तो लाग्छ। यसरी पहिला पहिला म यतिमै खान्छु। अब योभन्दा बढी सक्दैन किनकि मैले अघि भर्खर भात खाएँ। बरु भात नखाइकन पहिल्यै खानुपर्ने रहेछ। पेट त
मेरो बुढी छक्क पर्छ होला यसरी खाइदिएर। सकेन। अब के गर्ने होला यो खरबुजा। आधा चाहिँ बट्टामा राख्नु पर्यो काटेर, आधा चाहिँ यतिकै बाहिर राखिदिनु पर्यो, भरे खानु। आज भात नखाने गइरहेको खरबुजा मात्रै खाने कि अब सुत्ने होइन, खाने सुत्ने अब त्यति छ। ल तपाईँहरू नि यो गर्मी समयमा चाहिँ खरबुजा किनेर खानुहोस् होइन, एकदम उत्तम, एकदम राम्रो हुन्छ होइन खरबुजा चाहिँ। तर ठिक्क खानुहोस् है, मैले जसरी यसरी धेरै नखानुहोस्। फेरि म त यहाँ भिडियो बनाउनु लागि मात्रै खाइरहेको। तपाईँले खानु ठिक्क खानुहोस्। बरु यो खानु भन्दा पनि यसको बरु झोल बनाएर खानुहोस् होइन। मेरो अनुहार भन्दा ठुलो छ खरबुजा त यार। मिठो चला सक्यो। आधा नि खा, आधा 10 भागमा मैले 1 भाग मात्रै खाएँ, सकेन। धन्यवाद।